थाउ भयो भने के गर्ने त? हरेक महिनावारी हुन्छ। नमस्ते सबैजनालाई। आज म चाहिँ छपडी प्रथाको बारेमा चाहिँ बोल्न जाँदैछु। यसमा चाहिँ हुन्छ नि मैले चाहिँ प्रथा चाहिँ भोगेको, अनि म चाहिँ अछामकै मान्छे, सुदूरपश्चिमको कर्णालीमा धेरै छ नि त। अनि म चाहिँ प्रत्यक्ष भोगेको मान्छे हुनाले चाहिँ म चाहिँ हाम्रो सुदूरपश्चिममा चाहिँ हुन्छ नि अझ पनि छ कि यो हुन्छ नि मान्छे अस्ति विद्या चापागाईँदेखिको हेर्ने कथा हेर्नुभयो होला नि, त्यसमा एउटा अछामको उसको एउटा एमआईको चाहिँ डकुमेन्ट्री बनाउनु भएको थियो। अनि त्यहाँ चाहिँ अझ पनि दसैँ तिहारमा घर जाँदा, काठमाडौँमा त त्यस्तो छैन, काठमाडौँमा पनि मान्छन् मान्ने त, तर हुन्छ नि अझ काठमाडौँमा यत्रो पढेर उ गरेर अछाम जाँदा नि अझ त्यही छ कि समस्या हुन्छ नि, अझ पनि हट्न सकेको छैन कि धेरैको छाउगोठहरू छन् कि म चाहिँ हुन्छ नि म चाहिँ कहिलेकाहीँ मम्मीसँग कुरा गर्छु कि मम्मी कम्प्लेन गरेँ तँलाई के चाहियो भन्ने हुन्छ कि मलाई चाहिँ चाहिन्छ कि मलाई हुन्छ नि मैले प्रत्यक्ष भोगेको छु नि त यसरी। अब आजकल यति एजुकेटेड हुँदा पनि मान्छेहरू हुन्छ नि अझ पनि मानिरहन् कि अबको पिँढीले चाहिँ अब त्यो उता अछामतिर हुन्छ नि नर्मलाइज गरिसकेको हुन्छ नि, छाउ हुन्छ नि मिन्स वाइज चाहिँ सिधै गोठमा जाने टाइपको। महिनावारी हुँदाखेरि के भन्छन् भने चाहिँ देउता रिसाउँछन्, अनि अब पुरुष मान्छेलाई छुयो भने चाहिँ जुन चाहिँ बेसिकल्ली चाहिँ हुन्छ नि जनै लगाएको हुन्छ नि, जनै प्रतिबन्ध गरेको, त्यस्तो मान्छेलाई छुएपछि उसको स्वास्थ्य बिग्रिन्छ। यस्तो गोरसहरू हुन्छ नि दुध दही केही खायो भने चाहिँ गाईलाई नराम्रो हुन्छ, त्यस्तो टाइपको छ कि अझ पनि कति मान्छन् मान्छे हुन्छ नि, कति छ कति महिलाहरूलाई मन्दिरमा जान दिँदैनन्, अनि घरभित्र बस्न दिँदैनन्, किचनमा जान दिँदैनन्, त्यस्तो धेरै छ समस्या चाहिँ। अनि अझ पनि हुन्छ नि धेरै मान्छे चाहिँ बाहिर बस्छन् कि मैले आफ्नै घर तलमाथि अरूलाई देखाएको छु कि हुन्छ नि पहिले चाहिँ हाम्रो पनि घरभन्दा टाढै बस्थे, गोठ थियो सबैको, एउटा चाहिँ हुन्छ नि समुदाय हुन्छ नि टोलको चाहिँ एउटा गोठ थियो, त्यहाँ बस्थे। कति महिला थाहा चाहिँ 6-7 जना पनि सँगै बस्थे, त्यसमा कस्तो होला। अनि कहिले चाहिँ एक्लै हुनु पर्थ्यो। यो प्रथालाई हुन्छ नि 2005 सालमा नै नेपालको सर्वोच्च अदालतले नै यसलाई चाहिँ हुन्छ नि यसलाई नै गैर कानुनी घोषणा गरिसकेको हुँदा पनि अझ पनि छ कि यो अझ पनि 21औं शताब्दीमा सोच्नु न आफै हुन्छ नि बाहिर देशहरू चाइना अमेरिकाहरू त्यहाँ चाहिँ हुन्छ नि केटीहरू नै च्याम्पियनसिप जितेर हुन्छ नि अवार्ड मेडल जितेर ल्याउँछन् के 50% भन्दा माथि नै केटीहरूले नै ओलम्पिकमा मेडल जितेको। नेपालको हालत हेर्नु न, नेपालको हालत अझ पनि छाउगोठमा मान्छेको मनोबल कसरी बढ्ला अनि कसरी मान्छे अगाडि बढ्ला हुन्छ नि। हाम्रो त्यहाँ चाहिँ एउटा घरभन्दा माथि एउटा यस्तो देवीको थान बनाएको छ, अनि त्यहाँ चाहिँ हुन्छ नि हाम्रो चाहिँ देवीको थान छ, अनि त्यहाँ चाहिँ हाम्रो एउटा स्कुल छ ठुलो हुन्छ नि 12 सम्म पढाइ हुन्छ त्यहाँ। अनि त्यहाँ चाहिँ हुन्छ नि महिलाहरू गयो भने चाहिँ मेन्सुरेसन पिरियडमा चाहिँ गयो भने चाहिँ बिरामी हुने, यताउति हुने, घर स्कुलमा पस्न नदिने, अनि त्यही ढल्ने टाइपको त्यस्तो हुन्छ। अनि 5 दिनसम्म चाहिँ तिनीहरू स्कुलमा जाँदैनन्। अनि शिक्षामा अनि कसरी हुन्छ, एक दिन स्कुल कलेज नगए त कति सरले पढाएर सक्नुहुन्छ, अनि कोर्स कति अगाडि गइसकेको हुन्छ, कसरी अनि शिक्षामा बढ्छन् मान्छे। अनि त्यसपछि हाम्रो अछाममा चाहिँ पहिले मेन्सुरेसन हुँदाखेरि चाहिँ पिरियड हुँदाखेरि चाहिँ हुन्छ नि पिरियड्स हुँदाखेरि चाहिँ हाम्रो फुपूहरूको जमाना त्यस्तो टाइपको। पहिले म सानै थिएँ, अनि घरबाट भाग्ने हुन्छ नि मेन्सुरेसन हुँदाखेरि 2-3 दिनसम्म पनि खोज्थे के गाउँका मान्छे, त्यस्तो हुन्थ्यो हुन्छ नि, त्यति लजाउने त्यति डराउने। अनि त्यसपछि हाम्रो बेला चाहिँ अलिअलि कम हुँदै आयो, अनि त्यसपछि हुँदाखेरि अनि बिस्तारै कम हुँदै गयो। तर अझ पनि हुन्छ नि अब त पुरै हट्नु पर्ने हैन, अब चाहिँ शिक्षा जहाँ पनि पुगिसक्यो जुन, तर त्यो लेभलको एजुकेसन चाहिँ पुगेको छैन जहाँ चाहिँ महिनावारीलाई चाहिँ मान्छेहरूले नर्मली यो चाहिँ नेचुरल प्रोसेस हो, यो चाहिँ एउटा
महिलाहरूमा हुने फर्टिलिटीको चाहिँ सङ्केत हो भएको एउटा महिला चाहिँ आमा बन्न सक्छ भन्ने चाहिँ यो सङ्केत हो कि तर यसलाई चाहिँ कुप्रथाको रूपमा हुन्छ नि पहिलेको मान्छेले त बुझेनन् पहिलेको जमाना हुन्छ नि उति बेला चाहिँ मान्छे अब यसो मान्छेको शरीरबाट हुन्छ नि 14-15 वर्ष भएपछि यसो रगत निस्किँदाखेरि त जसले पनि अचम्म मान्छन् अनि त्यो चाहिँ व्यवस्थापन हुन सकेन पहिले चाहिँ अब कपडाको अभाव थियो होइन कपडाको अभाव थियो अनि पहिले हजुरबा कुरा गर्नुहुन्थ्यो कि पहिले चाहिँ हुन्छ नि लुगा भन्ने कुरा एक जोर मात्र हुन्थ्यो कि 2000 सालतिर लुगा भन्ने कुरा नै हुँदैन थियो अरे कि मान्छेसँग अनि लुगाहरू कम लगाउने अनि हुँदै हुन्थेन लुगा ल्याउनलाई उता हाट जानुपर्ने 1 महिनाकै बाटो त्यतिलाई सडकको व्यवस्था केही थिएन अनि त्यसपछि हिँडेर जानुपर्ने लुगा त्यहाँबाट ल्याउनुको लुगालाई चाहिँ वर्षौभरि चलाउनु पर्ने अनि हाम्रो हजुरबा भन्नुहुन्थ्यो कि एकचोटि चाहिँ हजुरबा हुन्छ नि नुहाउन जानुभयो अरे लुगा चाहिँ हुन्छ नि त्यो अनि कुर्ता टाइपको एउटा सुरुवाल दाउरा सुरुवाल पहिलाको अनि त्यो थियो अरे होइन नुहाउन जानुभयो अरे नुहाइराख्नु भएको थियो त्यहाँनिर खोला छ हाम्रो अनि त्यहाँनिर नुहाइराख्नु भएको थियो अरे अनि पछि ढुङ्गामा सुकाउनु भयो अरे बच्चा बेला त के हुन्छ त अनि 10 दिन नुहाउँदै हुन्छ नि अनि त्यहाँ चाहिँ एउटा एकजनाले चाहिँ गाई चराउन ल्याउनु भएको रहेछ कि गाई हो कि गोरु चराउन ल्याउनु भएको रहेछ गाई गोरु चराउन ल्याउनु भएको रहेछ अनि त्यसपछि चाहिँ त्यो गाईले चाहिँ हुन्छ नि गाईले हो कि त्यो गोरुले हुन्छ नि त्यो लुगा खाइदियो अरे अनि सानो मात्र बाँकी थियो अरे अनि त्यही बेरेर घर जानुभयो अरे त्यस्तो सिचुएसनमा हुन्छ नि ब्लडहरू अब शरीरबाट निस्किन्छ त्यो ब्लडलाई चाहिँ हुन्छ नि महिनावारी हुँदाखेरि त्यो रगतलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ त अनि त्यति बेलासम्म चाहिँ मान्छेहरू हुन्छ नि छुट्टै राख्थे हाम्रो महिलाहरूको चाहिँ गर्भाशयभित्र चाहिँ एउटा पत्र बन्छ कि जुन चाहिँ हुन्छ नि बच्चाहरूलाई चाहिँ 9 महिना बस्दासम्म चाहिँ कोखमा बस्दासम्म चाहिँ पोषण मिलोस् भनेर युट्रसभित्र गर्भाशयभित्र चाहिँ हाम्रो एउटा पत्र बन्छ त्यसलाई चाहिँ 14-15 वर्षको उमेरमा चाहिँ मेन्सुरेसन भइसकेपछि चाहिँ हुन्छ नि अनि त्यसपछि चाहिँ 14 दिनमा चाहिँ एउटा अन्डा बन्छ कि अनि महिलाको डिम्बाशयबाट अन्डा चाहिँ फलोपियन ट्युबबाट हुँदै अनि महिलाको गर्भाशय युट्रसमा जान्छ युट्रसमा गइसकेपछि चाहिँ त्यता यदि बच्चा भएन भने चाहिँ त्यो 28 दिनमा चाहिँ त्यो टुट्छ के यदि त्यो टुटेन भने चाहिँ एउटा महिलालाई PCOS त्यसमा भएको चाहिँ त्यो पत्रहरू झर्छ त्यसलाई नै महिनावारी हुन्छ के महिनावारी भन्छन् त्यो खुन चाहिँ मान्छे हुन्छ नि यो चाहिँ अशुद्ध खुन हो यताउति हो शरीरको फोहोरो भन्छ नि त्यो केही होइन त्यो चाहिँ त्यो पत्र झर्नु नै त्यो हुन्छ नि त्यहाँभित्र त्यो चाहिँ केही होइन कि त्यो चाहिँ सफा खुन नै हो हाम्रो शरीरमा बग्छ नि त्यस्तै खुन हो त्यो पनि ओभुलेसन पिरियड भन्छन् अनि तर समाजमा हुन्छ नि अझ पनि त्यो चाहिँ खुन इम्प्योर हो यस्तो टाइपको यो चाहिँ अशुद्ध खुन हो अनि त्यसो भन्छ नि तर त्यस्तो केही होइन अनि पहिलेको जमाना हुन्छ नि अब कपडै थिएन भनेपछि अनि कहाँबाट व्यवस्थापन हुन्छ कपडा चाहिन्छ आजकल त सेनिटरी प्याड छ यस्तो छ उस्तो छ मेन्सुरेसन कप पनि आइसक्यो त पनि मान्छेहरू हुन्छ नि त्यो चाहिँ भगवान हुन्छ भगवानले नराम्रो मान्छन् यस्तो हुन्छन् उस्तो हुन्छन् खालि यो चाहिँ हुन्छ नि पुरुष प्रधान समाजले चाहिँ हुन्छ नि महिलाहरूलाई चाहिँ माथि आउनै नदिने यो चाहिँ एउटा षड्यन्त्र भन्छु म त हुन्छ नि महिलाहरूलाई जहिले नि दबाई राख्ने केही राम्रो कुरा गर्दैन ए त जान्दी यस्तो उस्तो हुन्छ नि गाउँघरतिर कति हो कति म त कति देखिसके भोगिसके मान्छे मलाई हुन्छ नि मेन्सुरेसन भयो भने चाहिँ महिलाहरूको हर्मोन चाहिँ सन्तुलित रहन्छ त्यो दिन त्यो रगत देखेर अलिकति पनि नआत्तिनु अलिकति पनि के भयो भनेर आफूलाई नराम्रो पर्यो कि भनेर डर नमान्नु त्यो दिन खुसी हुनु तिमी महिला भएकी हुन्छौ भगवानले तिमीलाई आमा बन्न योग्य बनाउनु भएको दिन हुनेछ त्यो र संसारले जे भने पनि नछुनी भने पनि यो फोहोर हो भनेर धेरैले भन्लान् तर बुझ्नु महिनावारी हुँदा तिमी महिला भएकी हुन्छौ तिमी आमा बन्न योग्य भएकी हुन्छौ त्यो दिन मनबाट खुसी हुनु किनकि त्यो दिन सेलिब्रेट गर्ने दिन हो त्यो दिन तिमीले खुसी मनाउने दिन हो भन्नुभएको थियो केही वर्षपछि महिनावारी भयो र म साँच्चै खुसी भएँ मेरो भोगाई भन्नुपर्दा चाहिँ मैले त्यो यति भोगेको छु कि हुन्छ नि मैले चाहिँ त्यो 16 वर्षको हुँदाखेरि अनि त्यो साउनको महिना थियो होइन साउनको महिना थियो साउनको महिनामा कस्तो हुन्छ बर्खा पुरै झरी परे
यो हुन्थ्यो अनि घरबाट टाढा बस्नुपर्छ। मान्छेहरू भन्छन् नि त्यो दलितहरू तल परे यस्तो टाइपको हुन्छ नि, सबभन्दा दलित पिछडिएको सबभन्दा महिला नै हो कि। म त त्यो भन्छु कि जहाँ पनि महिला, दलितको घरमा पनि पिटाइ खानुपर्छ, बाहुनको घरमा पनि पिटाइ खानुपर्छ, छेत्रीको घरमा पनि पिटाइ खानुपर्छ, जहाँ पनि हुन्छ नि महिलालाई जहाँ पनि हेला छ कि। अनि हुन्छ नि मलाई चाहिँ मनमा हुन्छ नि लास्टै हुन्छ नि यो कुराले चाहिँ यति मन चित्त दुख्छ नि। म जति बेला नि हुन्छ नि हाम्रो श्रृङ्खला दिदीले चाहिँ कुरा गर्नुभएको थियो कि यसको बारेमा। अनि म यसो युट्युब हेर्न लाग्थेँ कि अनि श्रृङ्खला दिदीको भिडियो आयो। अनि अस्ति नै हेर्दाखेरि हुन्छ नि त्यो अर्को मिस नेपाल हुनुहुन्छ नर्मदा श्रेष्ठ, उहाँले चाहिँ भन्नुभएको थियो कि महिला मिन्स हुँदाखेरि मन्दिर जानु हुँदैन, म चाहिँ भगवान मान्छु भनेर भन्नुभएको थियो। त्यो कुरा चाहिँ मैले युट्युबमा देखेको थिएँ। अनि श्रृङ्खला दिदीको भिडियो आयो कि अनि आज हेर्नु, अनि यसमा भिडियो बनाउनु मन लाग्यो मलाई हुन्छ नि। उहाँले चाहिँ भन्नुभयो कि मन्दिरमा जानु हुँदैन, हाम्रो चाहिँ ब्लड तलतिर बन्छ अनि पावर चाहिँ माथितिर हुन्छ, अनि त्यो बलि मात्र जान्छ। बलि भन्दा नि म चाहिँ बलिको पनि विरोधमा छु कि, किनकि कसैलाई पनि मार्ने अधिकार छैन कि, हुन्छ नि सबैको बाँच्ने अधिकार छ। अनि यदि अनि उहाँले भन्नुभएको थियो कि हुन्छ नि महिलाहरूले जानु हुँदैन, यस्तो उस्तो मान्नुपर्छ, भगवान मान्नुपर्छ, छाउँदाखेरि चाहिँ मेन्सुरेसन हुँदाखेरि चाहिँ पिरियडको बेला महिनाहरू हुँदा चाहिँ टाढा बस्नुपर्छ, यस्तो कुरा गर्नुभएको थियो होइन। उहाँ चाहिँ हुन्छ नि बस्नुहुन्छ होला हुन्छ नि एसीवाला रुममा। पिरियड हुँदाखेरि मन्दिरको जुन ठाउँ हुन्छ नि उत्पत्ति भएको जग्गाको ठाउँहरू, त्यो टेरेन चाहिँ एकदमै धेरै पावरफुल हुन्छ, एनर्जाइज हुन्छ होइन। त्यसको एनर्जी माथि गएर हुन्छ। हामी पिरियड भएर हाम्रो एनर्जी तल गइरहेको हुन्छ क्या, बुझिराख्नु भएको छ कि ब्लड फ्लो तल हुन्छ। त्यो त 4 हो नि त खासमा, त ब्लड फ्लो तल गइरहेको हुन्छ होइन। त मन्दिरमा जाँदाखेरि चाहिँ त्यो देउताको डेटीको एनर्जी यता गइरहेको हुन्छ, हाम्रो यता हुन्छ, त्यो कोलाइड हुन्छ भनेर तिमीलाई बचाउनलाई नजाऊ भनेको है, नम्बर 1। नम्बर 2 भनेको चाहिँ मैले सुनेअनुसार, मैले रिसेन्टली कतै पढेको थिएँ, मन्दिरमा रगत आइरहेको चिज, रगत बगिरहेको चिज जाने भनेको चाहिँ बलि मात्रै हो भन्छ क्या, त्यो भएर मात्रै हो भन्छ क्या। त्यो कारणले चाहिँ म फेरि भगवानमा एकदम मान्ने, एनर्जीमा एकदम मान्ने मान्छे होइन। त्यही भएर मलाई चाहिँ मैले छोको झुक्केर 2-3 चोटि हुन्छ नि स्कुल जाने बेलामा, ढोगेर इक्जामको बेलामा गएको। अनि हुन्छ नि उहाँ चाहिँ बस्नुहुन्छ होला कि हुन्छ नि एसीवाला रुममा, पुरै हुन्छ नि सुविधा सम्पन्न घरमा छुट्टै रुममा बस्नुहुन्छ होला। त्यो कुराले हुन्छ नि झन् हुन्छ नि अब त सोसियल मिडिया जो पनि चलाउँछ समाजमा झन् त्यो हुन्छ नि झन् बलियो हुँदैन त्यो छपडी पर्दा। यति केही थाहा हुनु, कहीँ हेरेको थिएँ, कहीँ उ गरेको थिएँ भनेर त्यो गेस गरेर बोल्नुभएको थियो कि। 18 वर्षीया तुलसी साई आफ्नो नियमित महिनावारी बार्न घरमुनतिरको गोठमा जान्छिन्। गोठमा बसेको तेस्रो दिन सर्प छिर्छ। टाढा सानो झुपडीमा जान्छिन्। झुपडीमा राति अत्यन्तै चिसो हुन्छ र चिसो कटाउन उनले आगो बाल्छिन् र त्यही आगोको धुवाँले निसासिएर उनको मृत्यु हुन्छ। अनि राति छाउ भयो भने के गर्ने त? राति छाउ बिना आउँछ, राति छाउ बनाइ जान्छ। अनि यदि थाहा छैन भने नबोल्नु कि प्लिज। हुन्छ नि हाम्रो उता हुन्छ नि अछामतिर अनि सुदूरपश्चिम सबै अनि उता कर्णालीतिर हुन्छ नि यति हेलामा बस्नुपर्छ कि हुन्छ नि हामी चाहिँ छोरी मान्छे भएर जन्मिनु नै मैले के पाप गरेँ यस्तो, म यसरी किन बस्नु पर्यो जस्तो लाग्थ्यो। अनि
अनि यस्तो हुन्छ नि पहिले म मेन्सुरेसन हुँदाखेरि चाहिँ महिनावारी हुँदाखेरि चाहिँ बर्खाको टाइम थियो होइन अनि एक्लै थियो म गोठमा अनि राति त्यतिखेर त मोबाइल पनि थिएन मसँग एसएलसी दिएको के मोबाइल हुन्थ्यो अनि टर्च दिनुभएको थियो मम्मीले अनि घर हुन्छ नि यसरी सुतिरहेको थिएँ म राति 9 साढे 9 भइसकेको थियो अनि त्यसपछि चाहिँ हुन्छ नि म यसरी सुतिरहेको थिएँ अनि यसरी सुतिरहेको थिएँ हुन्छ नि अनि यसरी लाइट बालेर यसरी हेरेँ मान्छे चाहिँ सर्प थियो कि मैले चाहिँ अर्को जम्मा सोध्छु कि म यति मैले नहेरेको भए त्यत्रो सर्प थियो यत्रो मोटो अनि पछि म दौडिँदै घरमा एक्लै राति 2-3 मिनट लाग्छ घरदेखि अनि त्यसपछि मम्मीलाई बोलाएँ मोबाइल पनि थिएन कति पानी परिरहेको थियो ठुलो अनि परिरहेको थिएन अनि त्यसपछि मम्मीलाई बोलाउँछु कोही सुन्दैनन् म तल उभिएको छु घरको तल अनि त्यसपछि हुन्छ नि बोलाउँछु कोही बोल्दैन अनि पछि आधी घन्टासम्म होला अनि आधी घन्टा भयो होला के अनि आधी घन्टा भयो होला होइन अनि त्यसपछि पछि आउनुभयो कि मम्मी बुवा अनि त्यसपछि पानी परिरहेको बाहिर सुनिँदैन नि त कोही बोलेको घरभित्र अनि पछि आउनुभयो अनि मम्मीले सबलाई उठाउनु भयो हजुरबा अनि आउनुभयो अनि त्यसपछि बुवाले र हजुरबाले चाहिँ छोरी आइज घर यहाँ सुत भन्नुहुन्थ्यो मम्मीले चाहिँ मान्दै भएन अनि पछि 3-4 दिन भइसकेको थियो अनि फर्स्ट टाइम थियो नि त मेरो त्यति बेला चाहिँ 7-8 दिन बसेको थिएँ म गोठमा अनि त्यसपछि माथि घरमा माथि अनि त्यहाँ एउटा दिदी हुनुभएको थियो होइन मिन्स हुनुभएको थियो अनि त्यसपछि चाहिँ उता मम्मीले चाहिँ त्यहाँ पुऱ्याइदिनु हो कि मलाई राति अनि त्यसपछि म त्यहीँ बसेको थियो दिन त्यो दिदीले पनि हुन्छ नि उता त्यहाँको हाम्रो तलको चाहिँ अलि ठिकै थियो ढोका पनि थियो त्यो माथि चाहिँ ढोका पनि थिएन हुन्छ नि पुरै खुल्लै हुन्छ नि अनि मलाई यति रातभरि म त्यो दिन कहिले सुतिनँ अनि मैले हामीले त्यसरी सहनु पर्छ हुन्छ नि उसको तो साहित्य कहना ज्यादा उचित होता है। पराशर स्मृति या याज्ञवल्क्य की स्मृति या मनुस्मृति की बात कर रही हैं अभी यहाँ पे, ये स्मृतियां हैं और स्मृति साहित्य में ये सब स्मृतियां भी आती हैं। ग्रह सूत्र आते हैं जिनकी आपने बात करी, धर्म सूत्र आते हैं और सारे पुराण आते हैं, वो सब स्मृतियों में आते हैं भाई। उनका हवाला देके कुछ नहीं सिद्ध किया जा सकता। आप मनुस्मृति से कुछ लेके आएंगे तो यही पता चलेगा कि आज से इतने हजार साल पहले सामाजिक स्थितियां कैसी थी और उनमें क्या चल रहा था। तो वो इतिहास को आप जानना चाहते हो तो उसके लिए एक अच्छी किताब है, लेकिन उससे आप आज थोड़ी कुछ साबित कर सकते, ना आज आप उसको लागू कर सकते। कोई भी व्यक्ति ठीक दिमाग का ही थोड़ी कहेगा कि मनुस्मृति आज लागू कर दो। उसका अध्ययन अगर आप करें तो ये पता चल जाएगा कि किसी जमाने में, किसी समय पर, किसी जगह पर कैसी सामाजिक स्थितियां थी, ये पता चल जाता है उनसे। वो त हुन्छ नि उता हाम्रो अचामको पाइलतिर हुन्छ नि उता चाहिँ ढुङ्गा छ रे एउटा ठुलो, त्यो ढुङ्गाको तल बस्न जान्छ नि कस्तो सिचुएसन छ। अनि न्युज पनि देख्नु होला हजुरहरूले कति मान्छे बितिसके। कसैलाई केही चाहँदै छैन हुन्छ नि, नर्मलाइज पुरै हुन्छ नि, यो चाहिँ हाम्रो पुरानो चलन हो टाइपको हुन्छ नि। सबभन्दा म यसमा दोषी चाहिँ जति पनि यो हेराउनेवाला छन् नि हुन्छ नि बाबाजीहरू यताउति हुन्छ नि, म तिनीहरूलाई दोष दिन्छु कि हुन्छ नि उनीहरू सानो अब गर्मीको टाइममा त हुन्छ नि फ्रिजमा राखे पो चिसो भएपछि हो नि त दही जम्ने, त दही नजमे पनि त्यतिसम्म छ कि हाम्रो त्यहाँ हुन्छ नि दही नजमे पनि हुन्छ नि हेराउन जाने टाइपको हुन्छ नि, ल तेरो घरमा छुयो भयो भनेर अनि झन् बढ्छ कि म त हुन्छ नि
मैले आजसम्म न गरुड पुराण सुने न तिनीहरू हुन्छ नि सबै मनुस्मृतिहरू हुन्के हुन्छ नि मान्छेहरूको हुन्छ नि पहिलेको जमानामा जे थिए हुन्छ नि जे थियो अब त परिवर्तन भइसक्यो नि तिनीहरूमा लेखेको छ कि हुन्छ नि महिलाहरूले छाउ गयो भने चाहिँ यहाँ यस्तो हुन्छ उस्तो हुन्छ त्यहाँबाट आइरहेको छ कि जुन चाहिँ हाम्रो घरमा लाउने पूजा भयो अनि मान्छे मरेपछि गरुड पुराण लाउँछन् त्यसमा भयो अनि व्रतहरू भयो अनि उसमा के अरे तीजको व्रतमा मैले कहिल्यै सुनिनँ म विश्वास नै मान्दैन म यसमा यदि व्रत बसेर कसैलाई के हुने भयो हुन्छ नि पहिलेको जस्तो पार्वतीले बस्नु भएको छ कोही बस्दैन अनि त्यस्ता सुनेर हुन्छ नि मैले कहिल्यै सुनिनँ मैले सधैँ अगेन्स्टमा थियो मैले त्यो चाहिँ हुन्छ नि मान्छेहरूले पहिलेको अब यस्तो चलन थियो भनेर लेखेको साहित्यका रूपमा कथाको रूपमा पढ्नु ठिकै हो त्यसलाई हुन्छ नि पुरै धर्म हुन्छ नि धर्म ग्रन्थ रूपमा जुन चाहिँ श्रुतिमा चाहिँ हुन्छ नि वेद श्रुति ग्रंथ कौन से हैं? वेदों के दर्शन के ग्रंथ हैं वो श्रुति ग्रंथ कहलाते हैं। उपनिषदों को श्रुति बोलते हैं और गीता भी चूंकि उपनिषदों की श्रेणी में रखी जाती है गीतोपनिषद कह देते हैं तो गीता भी फिर श्रुति हो गई। वेदांत सूत्र ब्रह्म सूत्र ये श्रुति हो गए। शास्त्र कहलाती है, स्मृति साहित्य कहलाती है। गीताहरू उपनिषदहरू आउँछन् त्यो चाहिँ कसैलाई मतलब छैन त्यो पढेपछि चाहिँ मान्छे बिग्रिन्छ मान्छे सन्यासी हुन्छ टाइपको हुन्छ नि जुनमा चाहिँ मान्छेको अहङ्कारलाई हटाइन्छ कि हुन्छ नि म यस्तो हुँ म उस्तो हुँ त मान्छे होस् त चेतना होस् भनेर भन्छ कि त्यसमा चाहिँ तर त्यसमा कसैको ध्यान छैन हुन्छ नि यो पुराण पढाएछ यताउति पढाएछ छाउपडीलाई अझ हुन्छ नि प्रमोसन गरे जस्तो के अनि महिलाहरूले चाहिँ जुठो थालमा खायो पुरुषको जुठो थालमा उसको आयु बढ्छ किन बढ्छ किन चाहियो आयु पुरै हुन्छ नि त्यसमा चाहिँ अझ फेरि महिलाहरूको नै दोष छ कि उनीहरू कमाउने क्षमता नै छैन आफूले कमाएर खाने अरूको घरमा गए हुन्छन् त्यहाँ चाहिँ हुन्छ नि बुढोको उसमा पालिनु पर्ने हुन्छ त्यो नै सबभन्दा समस्या हो त्यो समस्या कोही हेर्दैन कि हुन्छ नि यदि बिहे गर्ने हुन्छ नि 20 वर्ष लाग्यो कि घरबाट हुन्छ नि पुरै घरमा अरू मान्छे आएर बसे जस्तो हुन्छ नि छोरी हो सन्तान हो यो पनि अनि हाम्रो उता चाहिँ नर्मल के पुरा हुन्छ नि बच्चाहरू सानै हुन्छन् केटी छोरी मान्छे र छोरा मान्छे हुन्छ नि त अर्काको घर जाने त यस्तो हो त हाम्रो होइन हाम्रो त छोरा हो नाति हो त्यही पाप लाग्यो हो कि आमा बुवाले आजकल हुन्छ नि जो बुहारी हेर्दैन नि त्यही पाप लाग्यो हो कि हुन्छ नि जुन चाहिँ छोरीलाई चाहिँ हुन्छ नि 20-25 वर्ष भयो कि त हुन्छ त बिहे गर अनि जहाँबाट नि छोरीलाई तल त्यसले बुझ्ने कोही हुन्छ नि जति मान्छे हुन्छ नि प्रधानमन्त्री होस् पाइलट होस् डाक्टर होस् अझ पनि छाउपडी मानिरहेछन् कि हुन्छ नि मन्दिर जानु हुँदैन यताउति मन्दिर के हुन्छ नि तिनीहरू मन्दिर के गर्न जान्छन् थाहा छ आफ्नै कामना पूरा गर्ने हे प्रभु हे परमेश्वर मगौते भिखारीहरू हुन्छ नि हे प्रभु परमेश्वर मलाई यो पुर्याओस् मलाई चाहिँ हुन्छ नि आजसम्म हुन्छ नि म मालिका पुगेर आएँ त्यहाँ पुगेँ मलाई भगवानलाई देख्यो कि म पुरै हुन्छ नि स्तब्ध के पुरै हुन्छ नि मान्छे मन्दिरमा पुगेपछि हुन्छ नि यो माग्नुपर्छ उ माग्नु मेरो दिमागमा त्यतिलाई पुरै खाली हुन्छ कि अनि त्यसरी मागेर हुन्छ नि जहाँ पनि कामना हेरेर हुन्छ नि मन्दिरहरू मान्नुपर्छ मैले नमान्नुपर्छ भने हैन भगवान मान्नुपर्छ घरमा अनि पूजा गर्नुपर्छ जुनलाई चाहिँ हुन्छ नि पुगेसी हुन्छ नि मन में दोष होते हैं ना मन का दोष मिटाने मंदिर जाते हो शरीर का दोष मिटाने तो अस्पताल जाते हो शरीर में अगर कोई विकार है तो उसको ठीक करने कहाँ जाते हो अस्पताल जाते हो मंदिर तो मन का विकार करने ठीक जाते हो तो शरीर में क्या हो रहा है क्या चल रहा है क्या नहीं चल रहा है इसका मंदिर जाने न जाने से क्या संबंध भाई एकदम 1% भी कोई संबंध नहीं एकदम मूर्खतापूर्ण रूढ़ी है ये भगवानको मूर्ति देख्दा यो याद आओस् कि यिनीहरू चाहिँ हाम्रो हुन्छ नि एउटा मुक्तिको स्वरूप हुन् यिनीहरूलाई देखेर नै हुन्छ नि भगवानको याद आओस् के
भगवानको याद आओस्। भगवान यदि मान्छे गृहस्थ जीवनमा नै व्यस्त हुन्छन् होइन, अब यदि भगवान मन्दिरमा गयो भने चाहिँ मान्छेको दिमाग हुन्छ नि यो गृहस्थीबाट टाढा जाओस्, अनि योबाट हुन्छ नि अहङ्कार हटोस् भनेर चाहिँ मन्दिरहरूको स्थापना गरे हुन्छ, जुन चाहिँ भक्ति मार्ग भनिन्छ। त्योबाट चाहिँ हुन्छ नि मान्छेहरूको दिमाग हुन्छ नि अझ पनि मिन्स भएपछि मन्दिर जानु हुँदैन यताउति। पहिलेको जमाना त्यस्तो केही पनि थिएन, फोहोर यताउति। अब हाम्रो हजुरमा भन्नुहुन्थ्यो होइन, पहिले मिन्स हुँदाखेरि चाहिँ अब कपडा पनि थिएन, केही पनि थिएन। जुन बाटो मिन्स भएको आइमा हिँड्यो नि त्यो बाटोभरि पुरै बलडै बलड हुन्थ्यो अरे, त्यस्तो हुन्थ्यो होइन। त्यस्तो सिचुएसन थियो पहिले, लुगै थिएन, केही थिएन, प्याड थिएन, केही थिएन। अनि त्यसैले पो मान्ने हुन्छ। अनि अब मिन्स हुँदाखेरि अब प्याड नलगाएपछि घरबाट यताउति, भान्सामा यताउति, अब खानेकुरा हुन्छ, सबै हुन्छ, अब त्यहीँ यताउता गर्न भएन। आजकल चाहिँ छ त, अब अप्सनहरू छ नि त यति धेरै, अझ पनि किन? म त त्यो प्रश्न आउँछ, मलाई त्यो क्वेसनको आन्सर चाहियो कि। अनि त्यस्ता कुरा गर्छन् कि यस्तो हुन्छन् उस्तो हुन्छन्। म मान्छु कि नर्मदा दिदीले हुन्छ नि उता कहाँ धादिङ हो कि कहाँ हुन्छ नि, मलाई एक्ज्याक्ट थाहा भएन त्यो चाहिँ ठाउँ। अनि त्यहाँ चाहिँ एउटा पुल बनाउनु भएको थियो, म चाहिँ पहिले सपोर्ट गर्थेँ दिदीलाई। अनि मिस नेपाल भनिसकेपछि त हुन्छ नि, मिस नेपाल भनिसकेपछि त महिलाहरूको हुन्छ नि समस्या बुझ्न पर्यो। महिलाहरूको आवाज हो कि मिस नेपाल भनेको चाहिँ, जुन चाहिँ श्रृङ्खला दिदीले उता हाम्रो अछामको बाबलामा गएर उ गर्नुभएको थियो, त्यहाँ एक दिन बसेर हेर्नुभएको थियो। अनि उहाँले चाहिँ हुन्छ नि अब यहाँको मान्छेले सहरमा कस्तो हुन्छ, कस्तोमा बस्छन् मान्छे, यस्तोमा बसेपछि यस्तो हुन्छ, यो गोठमा बस्नु हुँदैन, गाई गोठ। श्रृङ्खला दिदीले चाहिँ हुन्छ नि एक दिन त्यहाँ गोठमा बसेर अनि यिनी महिलाहरूलाई चाहिँ अब नर्मलाइज पहिल्यैदेखि यस्तो भइसक्यो, अनि तिनीहरूको माइन्ड सेट नै छैन। अझ पनि अब त एजुकेसन बढिसक्यो, अब चाहिँ हुनु पर्यो भनेर धेरै कुरा उठाउनु भएको थियो कि। अनि श्रृङ्खला दिदीको चाहिँ अनि म चाहिँ भगवान मान्थेँ कि। अनि उहाँले चाहिँ घर घरमा गएर हुन्छ नि उता अछामको बाबलामा घर घरमा गएर सबैसँग बुझेर यस्तो होइन भनेर यस्तो बुझाउनु भएको थियो। अनि सुर्खेतमा पनि त्यत्रो प्रोग्राम गर्नुभएको थियो होइन, सबैलाई बोलाएर, स्कुल सब गाउँका सब मान्छेलाई बोलाएर त्यस्तो कार्य सुरु गरेको थाहा पाएँ। त्यस अभियानमा सहभागी हुने रहरले म नेपाल प्रहरीको कार्यालय नक्साल पुगेँ। उहाँहरूले पनि उत्सुकताका साथ सहर्षै मेरो अनुरोध स्वीकार्नुभयो। मुलुकी अपराध संहिता 2074 को दफा 168 मा स्पष्ट उल्लेख छ कि कुनै पनि अपमानजनक वा अमानवीय व्यवहार गर्न गराउन पाइँदैन भन्ने, र त्यसको उपदफा 3 मा कुनै पनि किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नपाउने र छाउपडी राख्नलाई बाध्य गराउन पाइँदैन भन्ने स्पष्ट उल्लेख छ। तसर्थ अपराध हो, यो काम गर्न वर्जित गरेको छ, काम गर्न पाइँदैन। यो भयो भने कानुनले दण्ड दिन्छ, कानुनी दण्ड पनि चाहिँ भागीदार हुनुपर्छ भन्ने पनि स्पष्ट चाहिँ मेसेज दिँदै गएको अवस्था छ। र अहिलेसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरेर 8340 भन्दा आजको दिनसम्म छाउपडी गोठहरू भत्काइसकेको अवस्था छ। र सँगसँगै ओरिएन्टेसन र त्यहाँ चाहिँ सेन्सिटाइज गर्ने काम पनि भएको छ। यो अपराध गर्ने व्यक्तिलाई 3 महिना कैद वा 3000 रुपियाँसम्म दण्ड जरिवाना गर्ने प्रावधान छ। र यदि राष्ट्र सेवकले गरेको खण्डमा अझ अर्को 3 महिना थप कैद हुन सक्ने प्रावधान छ। तसर्थ यो स्पष्ट मेसेज नेपाल प्रहरीले दिँदै गएको छ समुदायमा। म चाहिँ भगवानै मान्छु कि श्रृङ्खला दिदीलाई, जुनले चाहिँ हाम्रो त्यहाँको जुन भोगेका छन् नि त्यहाँका महिलाले त्यो कुरा बुझ्नु भएको थियो कि। अनि जुन चाहिँ पछिल्लो पटक के हो उहाँको विवाह भयो, अनि उहाँको चाहिँ नेपालका मान्छेलाई हुन्छ नि पर्सनल लाइफमा घुस्न था कि जस्तो पनि हुन्छ नि। उहाँले चाहिँ सिसन बानियासम्म पहिले कुरा हुन्छ नि यस्तो भन्थे, जुन चाहिँ रिलेसनमा थिए भन्थे, अनि सिधै चाहिँ उहाँले चाहिँ अरूसँग त्यो उहाँसँग अर्कोसँग बिहे गर्नुभयो नि त। अनि मान्छेलाई भयो कि, अनि श्रृङ्खला दिदीको आवाज चाहिँ बन्द भयो कि त्यसपछि।
पहिले त कुरा उठाइराख्नु भएको थियो। त्यस्तो हुन्छ नि मान्छेलाई हुन्छ नि प्राइभेट लाइफमा घुस गर्छ, त्यसले कति समस्या हुन्छ नि, कति निम्ति आयो कि आवाज नै बन्द गरायो कि मान्छेको। अनि श्रृङ्खला दिदीलाई चाहिँ म धेरै धन्यवाद भन्न चाहन्छु होइन। अनि म आज चाहिँ यति नै भन्छु, म अझ पनि भिडियो बनाउने छु। म यसको बारेमा चाहिँ मलाई चाहिँ यो किन छ कि मलाई यो हटाउनु छ कि जसरी भयो नि। सरी, धन्यवाद, बाई। म त्यही अब एक्लै सुतेँ एउटा निकाल्ने मैले अब आगो बालेर भित्र यस्तो भयो उस्तो भयो। आफू 13-14 वर्षको लगभग 15 वर्षसम्म समथिङ यस्तै भोटे होला। यहाँभन्दा पछिको दिदीबहिनीहरू यसरी अब गोठमा नबस्दिनु होला, घरमा बस्नु होला। अनि उहाँहरूलाई अब जस्तै हुन्छ नि अब बाहिर घरभन्दा धेरै टाढा राख्दिने, फेरि धेरै समस्याहरू हुन्छ, पेट दुख्ने अनि धेरै हुन्छ नि त अब। अनि त्यसैले घरमा बसालिदिनु होला। अनि उनीहरूलाई चाहिने पौष्टिक खानेकुराहरू आवश्यक हुन्छ होला, त्यो कुराहरू पनि उहाँहरूलाई दिनु होला। मेरो छोरीलाई चाहिँ वास्तवमा यो नमानोस्, किनभने राम्रो होइन यो, किनभने यो वास्तवमा मानवको हिसाबले यो त धेरै राम्रो होइन, तर नमान्ने झन् राम्रो, किनभने भन्ने चाहन्छु म।